हेलो गाइस, फेरि आज चाहिँ मेरो नयाँ भ्लग आएको छ होइन। आज चाहिँ म के गर्न जान्ला भन्ने चाहिँ कपाल काट्न जान लागेको होइन। कपाल पुरै ठुलो भएर काट्न जान लागेको होइन। मेरो अब अहिलेसम्म आज पल्ल बाहिर निस्किन पाएँ, त्यही भएर आज चाहिँ भ्लग बनाउनु पाएँ होइन। अरू बेला त म चाहिँ अहिले घरमै बस्ने, कलेज आएपछि म अहिले खासै बाहिर त निस्किदिन्थेँ, त्यही भएर अहिले चाहिँ म निस्केको होइन कपाल काट्नको लागि। अब के हो, अब बिस्तारै बिस्तारै आउँछ मेरो नयाँ नयाँ भ्लगहरू चाहिँ। तपाईँहरूलाई भन्न चाहन्छु मेरो सरी होइन, भ्लग अब डेली आउँछ त भनेको थिएँ तर अब आउनु त पाएन, सरी होइन। तपाईँले भ्यू देखाउँदा कस्तो छ भनेर हेर्नु होला, यहाँबाट माथिबाट भ्यू होइन। यो रातो देखेको चाहिँ हाम्रो जस्तै हाम्रो घर हो होइन। अब म यहाँबाट भ्यू हेर्नु त ल गाइस, कस्तो चिसो हो अहिले त। अहिले त यहाँ पुरै बिहान र बेलुका चाहिँ धेरै चिसो हुन्छ नि गाइस, चिसो हुन्छ। हेर्नु ल यहाँबाट भ्यू हेर्नु त ल। म चाहिँ टिलिक्क टल्क्यो भनेको त अलि राम्रोसँग देखिँदैन छ, अरू बेला सिँढी त हुन्थ्यो। अब देखाउँछ है, यस्तो छ अब कति जस्तै आधा घन्टाको बाटो होइन। अब आधा घन्टाको बाटोमा चाहिँ म हिँडेर जानुपर्ने हुन्छ होइन कपाल काट्न है। ल गाइस, तपाईँहरूले सिधै म अब कपाल काट्ने ठाउँमा भेट्छु है गाइस। ल हेलो गाइस, फेरि मैले चाहिँ होइन कपाल काटेर भइसक्यो होइन, यसो काटेको कस्तो थाहा छ भनिदिनु होला होइन। अब चाहिँ घरतिर लागिरहेको छ है गाइस, यस्तो छ सबै होइन। म कतै घाम लागिरहेको छ, कहिले घाम लागिरहेको छ होइन, कपाल काटेर आएको। चिसो पनि भइरहेछ, गर्मी पनि भइरहेछ, के हो हिलो सुहाउने रहेछ यस्तोमा काट्दाखेरि त। गाइस आजको लागि त्यति, बाई बाई। अब अर्को पालि भेटौँला।